गाइस अझै चाहिँ यो सुँगुरको आन्द्रा यस्तो हुन्छ है। यो चाहिँ बोइल गरिसकेको सानो आन्द्रा अनि यो ठुलो आन्द्रा अनि यो पनि यसलाई त के हो भन्छ हो है। अनि यो बोसो अब यसलाई चाहिँ म यस्तो दामी बनाउँछु। यो चाहिँ बोइल सफा गरेर बोइल गरिसकेको। अब यसलाई चाहिँ चट्टै काटेर फ्राई गरेर टक्क लाएर खाने हो। यसको बोसहरू यस्तो हुन्छ। यसको फ्राई चाहिँ यस्तो मिठो हुन्छ नि। भुटन भन्छ, भुटन 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 यस्तो ठुल्ठुलो हुन्छ कि। यो चाहिँ सब रेडी भइसक्यो। यसको बोसो यो पनि मिठो हुन्छ, यम्मी हुन्छ। आमा कम्ता तातो छ हो, सेलाइसक्नु त सेलाइसक्यो के भनेको त। सबै बोसोले बेरिएको हुन्छ। अब यसलाई चाहिँ चट्ट लाएर म काट्छु पिस पिस बनाएर। अनि त्यसपछि टक्क लाएर फ्राई गर्छु। फ्राई गरिसकेपछि चाहिँ म तपाईँलाई देखाउनेछु कसरी खाने भनेर। एकदमै यम्मी यम्मी हुन्छ। राईहरूको स्पेसल सुँगुरको भुटन। यो चाहिँ सुँगुरको मासु हुने पर्छ नि। सुँगुरको भुटन आज चाहिँ बुद्ध जयन्तीको दिन हाम्रो राईहरूको पनि वैशाखी पूर्णिमा मजाले मनाउँछ। अनि हाम्रो देवी देवतालाई पनि पूजा गर्नुपर्छ, त्यो चाहिँ गाउँमा हुन्छ। अनि यहाँ चाहिँ हाम्रो चाहिँ खाने कार्यक्रम हुन्छ। अनि आज साकेला पनि है, त्यही भएर आज दामी बनाउने विचारमा छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।